सम्पूर्णमा राधे राधे। सदाको भागवतीय बचाइ चाहिँ आज पनि हजुरहरूको समक्ष भागवतको एक अध्यायको कथा लिएर उपस्थित भएको छु। आउनु सबैभन्दा पहिले चाणक्यको महान वाणीसँगै आजको प्रसङ्ग सुरु गरौँ। चराहरूमा काग नीच हो, पशुहरूमा कुकुर नीच हो। जो तपस्वी पाप कर्म गर्छन् ती नीच हुन्, तर जसले अरूको निन्दा गर्दछ ऊ चण्डाल समान हो। ओम सच्चिदानंद रूपाय विश्वोत्पत्त्यादिहेतवे तापत्रय विनाशाय श्रीकृष्णाय वयं नमः। ओम कस्तूरी तिलकं ललाटपटले वक्षस्थले कौस्तुभं नासाग्रे वरमौक्तिकं करतले वेणुकरे कङ्कणं सर्वाङ्गे हरिचन्दनं सुललितं कण्ठे च मुक्तावली गोपस्त्री परिवेष्टितो विजयते गोपालचूडामणिः। अस्ति सुस्तरुणीकराग्रविकलकल्पप्रसो नावृतं वस्तु प्रस्तुतवेणुनादलहरि निर्वाण निर्व्याकुलं स्रस्तनिबद्धनि विलसद् गोपी सहस्रावृतं हस्तन्यस्तनतापवर्गमखिलोदारं किशोराकृति। ओम नमो भगवते वासुदेवाय। हामीले हिजोको कथामा त्रयोदश अध्यायमा संसार रूपी वर्णन संसार के हो भनेर राजा रहुगणलाई ब्राह्मण जड भरतले सम्झाउँदै हुनुहुन्छ। आज त्यो संसार रूपी जो संक्षेपमा भन्नुभयो त्यो के हो पुरा डिटेलमा त्यो आज सुनाउँदै हुनुहुन्छ। श्री शुकदेवजी भन्नुहुन्छ, राजन देह अभिमानी जीवहरूद्वारा सत्वादि गुणहरूका भेदले शुभ अशुभ र मिश्र 3 प्रकारका कर्म हुने गर्दछन्। ती कर्महरूद्वारा नै निर्मित नाना प्रकारका शरीरहरूका साथ हुने जुन संयोग वियोग आदि रूप अनादि संसार जीवलाई प्राप्त हुन्छ त्यस संसार रूपमा अनुभवका 6 द्वार छन्। मन र 5 इन्द्रियहरू यिनैबाट विवश भएर यो जीव समूह मार्ग बोलेर भयंकर वनमा भौतारित धनको लोभी व्यापारीहरूको समान परम समर्थ भगवान विष्णुमा आश्रित रहने मायाको प्रेरणाले घना वनको समान दुर्गम मार्गमा परेर संसार वनमा पुग्दछ। यहाँ अनेकौं विघ्नहरूका कारण उसलाई आफ्नो व्यापारमा सफलता मिल्दैन। तथापि यो उसको श्रमलाई शान्त बनाउनु हुने श्रीहरि एवं गुरुदेवका चरण अरविन्द मकरन्द मधुको रसिक भक्त भ्रमराको मार्गको अनुसरण गर्दैन। यस संसार वनमा मनसाई 6 इन्द्रियहरू नै आफ्ना कर्महरूका दृष्टिले डाकाहरू समान हुन्। हामीलाई भड्काउने 5 ज्ञानेन्द्रिय र मन नै हो। पुरुष ठुलो कष्ट उठाएर जुन धन कमाउँदछ त्यसको उपयोग धर्ममा हुनुपर्दछ। त्यही धर्म यदि साक्षात् भगवान परम पुरुषको आराधनाको रूपमा हुन्छ भने त्यसलाई परलोकमा नि श्रेयसको कारण बताइएको छ। तर जुन मनुष्यको बुद्धि रूप सारथी विवेकहीन हुन्छ र मन बसमा हुँदैन उसको त्यस धर्म उपयोगी धनलाई यी मनसै 6 इन्द्रियहरू हेर्नु, स्पर्श गर्नु, सुन्नु, चाख्नु, सुँग्नु, संकल्प विकल्प तथा निश्चय गर्नु यी क्रियाहरूद्वारा गृहस्थोचित विषय भोगमा फसाएर त्यसै प्रकार लुट्दछन्। जसरी बेइमानी मुखियाको अनुगमन गर्ने एवं असावधान व्यापारीहरूको दलको धन चोर डाकु लुट्दछन्। यति मात्र होइन, त्यस संसार विवनमा बस्ने उसका कुटुम्ब पनि जो नामले त स्त्री पुत्रादि भनिन्छन्। हेर्नुहोस् है, हामीलाई लुट्ने को रहेछन् तर कर्मजातको साक्षात बुवा र स्याल समान हुन्। स्त्री पुत्र भनेका त साक्षात स्याल बुवा समान जसले लुट्छन् मात्रै, त्यस्तो पो रहेछन्। त्यस अर्थ लोभी कुटुम्बीको धनलाई उसको इच्छा नरहँदामा पनि उसले हेर्दा हेर्दै यस प्रकार लुट्दछन् जसरी बुवासो गोठालाद्वारा सुरक्षित भेडा घिसार्दै लैजान्छ। जसरी यदि कुनै खेतका बिउहरूलाई अग्निद्वारा जलाइँदैन भने प्रति वर्ष जोतेपछि पनि खेतीको समय आएपछि फेरि त्यो झाडी लता र झार आदिबाट टम्म हुन्छ। त्यसै प्रकार यो गृहस्थाश्रम पनि कर्मभूमि हो। यसमा पनि कर्महरूको सर्वथा अन्त्य कहिले हुँदैन, किनभने यो घर कामनाहरूको भण्डार हो। त्यस गृहस्थाश्रममा आसक्त भएका व्यक्तिको धनरूपी बाहिरी प्राणहरूलाई डाँस तथा लामखुट्टेको समान नीच पुरुषहरूबाट तथा सलह पंक्षी चोर र मुसा आदिबाट क्षति पुर्याइरहन्छ। कहिले यस मार्गमा भौतारिँदै यो अविद्या कामना र कर्महरूबाट कलुषित भएको आफ्नो चित्तसित दृष्टि दोषको कारण यस मर्त्यलोकलाई जुन गन्धर्व नगरको समान असत्य भए पनि सत्य मान्न थाल्दछ। फेरि खानपान स्त्री प्रसङ्गादि व्यसनहरूमा
फसेर मृग तृष्णा समान मिथ्या विषयहरूतिर दौडन थाल्दछ। कहिले बुद्धिको रजोगुणबाट प्रभावित हुँदामा सारा अनर्थहरूको जड अग्निको मलरूप सुनलाई नै सुखको साधन मानेर त्यसलाई पाउनको लागि लालायत भई यस प्रकार दौडधुप गर्न लाग्दछ, जस्तै वनमा जाडोले कक्रिएको पुरुष अग्निको लागि व्याकुल भएर पिशाच राँकेभूततिर त्यसलाई आगो ठानेर दौडन्छ। राँकेभूतलाई पनि आगो ताप्नुभन्दा दौडिन्छ अरे जाडोले कामेको पुरुष। कहिले यस शरीरलाई जीवित राख्ने घर, अन्न, जल र धन आदिमा अभिनिवेश गरी यस संसार अरण्यमा यताउता दौडधुप गर्दै रहन्छ। कहिले आदिको समान आँखामा धुलो बसाउने स्त्रीले काखमा बसाल्दछे, तब तत्काल राजा रागान्ध जस्तो भएर सत्पुरुषहरूको मर्यादाको पनि विचार गर्दैन। त्यस समय नेत्रहरूमा रजोगुणको धुलो भरिनाले बुद्धि यस्तो मलिन हुन जान्छ कि आफ्ना कर्महरूका साक्षी दिशाहरूका देवताहरूलाई पनि भुलिदिन्छ। कहिले स्वयं आफै एकाध विषयहरूको मिथ्यात्व जानेर पनि अनादिकालबाट देहमा आत्मबुद्धि रहनाले विवेक बुद्धि नष्ट हुन जानको कारण ती मरीचिका तुल्य मरुभूमिको पानी जस्तो मिथ्या विषयहरूतिर नै फेरि दगुन थाल्दछ। कहिले प्रत्यक्ष शब्द गर्ने उल्लु समान शत्रुहरूको परोक्ष रूपले बोल्ने झ्याउकिरीका झ्याइ समान राजाको अति कठोर एवं हृदयलाई कष्ट दिनेवाला धम्कीपूर्ण हप्कीतप्कीबाट उसको कान र मनलाई ठुलो कष्ट हुन्छ। पूर्व पुण्य क्षीण हुन गएपछि यो जीवित अवस्थामा नै मुर्दा समान हुन जान्छ र जुन कुचिला एवं कागचुच्चे जस्ता विषालु फल भएका पाप वृक्षहरू यसै प्रकार दूषित लताहरू र विषालु कुवाहरू समान हुन्छ र काममा आउँदैन र जो बाँचेर पनि मरे समान छन् त्यस्ता कृपण पुरुषहरूको आश्रय लिन्छ। कहिले असत् पुरुषहरूको सङ्गबाट बुद्धि बिग्रन जानको कारण सुकेको नदीमा खसेर दुखी हुनुको समान यस लोक र परलोकमा दुःख दिने पाखण्डमा अल्झिन्छ। हामी कहाँ छौँ आफैले मनन गरौँ। अब अरूलाई सताउनाले उसलाई अन्न आदि प्राप्त हुँदैन, तब त्यो पिता वा पुत्र आदिको एउटा त्यान्द्रो समान वस्तु पनि कसैसित छ भने तिनलाई र आफ्नै सम्बन्धी पिता पुत्र आदिलाई समेत खान उद्यत हुन्छ। कहिले आफूलाई प्रिय लाग्ने विषयहरूबाट शून्य एवं परिणाममा दुःखमय डढेलोले जलेको समान घरमा पुग्दछ, तब त्यहाँ इष्टजनको वियोग आदिबाट त्यसको शोकको आगोले सन्तप्त हुन्छ। त्यसबाट सन्तप्त भएर यो ज्यादै खिन्न हुन लाग्दछ। कहिले कालको समान भयङ्कर राजा कुलरूप राक्षस उसको परम प्रिय धनरूप प्राणलाई हर्दछ, तब त्यो जीव मरेको समान निर्जीव हुन जान्छ। कहिले मनोरथका पदार्थहरू समान अत्यन्त असत्य पिता पितामह आदि सम्बन्धीहरूलाई सत्य सम्झेर तिनको सहवासबाट स्वप्न समानको क्षणिक सुखको अनुभव गर्दछ। गृहस्थाश्रमका लागि जुन कर्मविधिको महान विस्तार गरिएको छ त्यसको अनुष्ठान कुनै पर्वतको कठोर उकालो समान नै हुन्छ। मानिसहरूलाई त्यसतिर प्रवृत्त देखेर तिनको देखासेखी जब त्यो पनि त्यसलाई पुरा गर्ने प्रयत्न गर्दछ, तब थरी थरीका घटनाहरूबाट क्लेशित भएर काँडा र गिर्खाहरूले पूर्ण भूमिमा फँसेको व्यक्ति समान दुखी हुन जान्छ। कहिले पेटको असह्य ज्वालाबाट अधीर भएर आफ्नो कुटुम्बमाथि नै रिस गर्दछ। त्यसपछि जब निन्द्रारूपी अजिङ्गरको चङ्गुलमा फस्दछ, तब अज्ञान रूपी घोर अन्धकारमा डुबेर शून्य वनमा फ्याँकिदिएको मुर्दा समान निदाउने गर्दछ। त्यस समय त्यसलाई कुनै पनि प्रकारको ज्ञान हुँदैन। कहिले दुर्जन रूपी टोक्ने जीवले यति टोक्छन् र तिरस्कार गर्छन् कि उसको गर्भरूप दाँत जसबाट त्यो अर्कोलाई टोक्दथ्यो भाँचिन्छ। तब यसबाट अशान्तिको कारण निन्द्रा पनि आउँदैन तथा मर्म वेदनाको कारण क्षण विवेक शक्ति क्षीण भइरहनाले अन्तमा अन्धोजै भएर त्यो नरक रूपी अँध्यारो कुवामा गएर जाकिन्छ। कहिले विषय सुखरूपी मधुकणहरूलाई खोज्दै जब त्यो लुकी छिपिकन परस्त्री र परधनमा आँखा गाड्दछ, तब तिनका स्वामी वा राजाको हातबाट मारिएर यस्तो नरकमा खस्दछ कि जसको अन्त्य नै छैन। यसैकारण यस्तो भनिएको छ कि प्रवृत्ति मार्गमा रहेर गरिएका लौकिक तथा वैदिक दुवै प्रकारका कर्म जीवलाई संसारकै प्राप्ति गराउने खालका हुन्छन्। यदि कुनै प्रकार राजा आदिको बन्धनबाट छुट्यो भने पनि अन्यायबाट अपहरण गरिएका ती स्त्री र धनलाई देवदत्त नामका कुनै दोस्रो व्यक्तिले खोसेर लैजान्छ र उसलाई विष्णु मित्र नामको कुनै तेस्रो व्यक्तिले खोज्दछ। यस प्रकार त्यो भोग एउटा पुरुषबाट अर्को पुरुषसँग जाने गर्दछ, एउटै स्थानमा बस्दैन। कहिलेकाहीँ
शीत तथा वायु आदि अनेकौं आदि दैविक आदि भौतिक तथा आध्यात्मिक दुःखको स्थितिहरूको निवारण गर्नमा समर्थ नहुनाले त्यो अपार चिन्ताहरूको कारण उदास हुन जान्छ। कहिले परस्पर लेनदेनको व्यवहार गर्दाको समय कुनै अरूको अलिकति लोलुपता अथवा योभन्दा पनि कम धन चोर्दछ भने त्यस बेइमानीको कारण उसित शत्रुता गर्न पुग्दछ। राजन, यस मार्गमा पूर्वोक्त विघ्नहरूको अतिरिक्त सुख दुःख राग द्वेष भय अभिमान प्रमाद उन्माद शोक मोह लोभ मात्सर्य ईर्ष्या अपमान भोक प्यास आदि व्याधि जन्म बुढ्यौली र मृत्यु आदि अरू पनि अनेकौं विघ्न हुन्छन्। यस विघ्न बहुल मार्गमा यस प्रकार भौँतरीको यो जीव कुनै समय देव माया रूपिणी स्त्रीको बाहुपासमा बाँधेर विवेकहीन हुन जान्छ। तब उसैका लागि विहार भवन आदि बनाउने चिन्तामा ग्रस्त रहन्छ तथा उसैको आश्रित रहने पुत्र पुत्री र अन्य स्त्रीहरूका मिठा मिठा बोली हेराइ र चेष्टाहरूमा आसक्त भएर उनैमा चित्त अल्झन जानाले त्यो इन्द्रियहरूको दास भई अपार अन्धकारमय नरकहरूमा खस्दछ। कालचक्र साक्षात भगवान विष्णुको आयुध हो। त्यो परमाणुदेखि लिएर द्विपरार्धसम्म क्षण घडी आदि अवयवहरूले युक्त छ। त्यो निरन्तर सावधान रहेर घुमिरहन्छ। छिटो छिटो बदलिने बाल्य यौवन आदि अवस्थाहरू नै उसका वेग हुन्। उसद्वारा त्यो ब्रह्मदेखि लिएर क्षुद्राति क्षुद्र तृणपर्यन्त सबै भूतहरूको निरन्तर संहार गर्दै रहन्छ। उसबाट भय मानेर पनि जसको यो कालचक्र निज आयुध छ उनै साक्षात भगवान यज्ञपुरुषको आराधना छोडेर यो मन्दमती मनुष्य पाखण्डहरूको चक्करमा परेर तिनको काग गिद्ध बकुल्ला र बटाई समान आर्य शास्त्र बहिष्कृत देवताहरूको आश्रय लिन्छ। जसको केवल वेद बाह्य अप्रामाणिक आगमहरूबाट नै उल्लेख गरिएको छ। ती पाखण्डी त स्वयं नै धोकामा छन्। जब त्यो पनि तिनको ठगीमा आएर धोकी हुन्छ तब ब्राह्मणहरूको शरण लिन्छ। तर उपनयन संस्कारपछि श्रौत स्मार्त कर्महरूबाट भगवान यज्ञपुरुषको आराधना गर्नु आदि जो उनको शास्त्रोक्त आचार छ त्यो तिनलाई राम्रो लाग्दैन। यसैले वेदोक्त आचारको अनुकूल आफूमा बुद्धि नहुनाको कारण त्यो कर्मशून्य शूद्रकुलमा प्रवेश गर्दछ। जसको स्वभाव बानरहरूको समान केवल कुटुम्ब पोषण र स्त्री सेवन गर्नु नै छ। त्यहाँ बिना रोकटोक स्वच्छन्द विहार गर्नाले उसको बुद्धि अत्यन्त दीन हुन जान्छ र एकअर्काको मुख हेर्नु आदि विषय भोगहरूमा फसेर उसलाई आफ्नो मृत्युकालको पनि स्मरण हुँदैन। वृक्षहरूको समान जसको लौकिक सुख नै फल हो ती घरहरूमा नै सुख मानेर बानरहरूको झैँ स्त्री पुत्र आदिमा आसक्त भएर त्यो आफ्नो सारा समय मैथुन आदि विषय भोगहरूमा नै बिताउँदछ। यस प्रकार प्रवृत्ति मार्गमा परेर सुख दुःख भोग्दै त्यो जीव रोग रूपी गिरी गुफामा पसेर त्यसमा रहने मृत्यु रूपी हात्तीबाट डराइरहन्छ। कहिले काहीँ शीत वायु आदि अनेक प्रकारका आदि दैविक आदि भौतिक तथा आध्यात्मिक दुःखलाई निवृत्त गर्नमा पनि असफल हुन जान्छ। तब त्यस समय अपार विषयहरूको चिन्ताले यो खिन्न हुन्छ। कहिले आपसमा क्रय विक्रय आदि व्यापार गर्दामा ज्यादै कन्जुसी गर्नाले यसमा थोरै धन हात लाग्दछ। कहिले धन नष्ट हुन जानाले जब उसको साथ सुत्ने बस्ने तथा खाने आदि कुनै सामग्री रहँदैन तब आफ्नो अभिष्ट भोग नपाउनाले ऊ तिनलाई चोरी आदि नराम्रो उपायहरूबाट आफ्नो निश्चय गर्दछ। यसबाट उसलाई जताततै अरूको हातबाट ज्यादै अपमानित हुनु पर्दछ। यस प्रकार धनको आसक्तिले परस्पर वैरभाव बढ्दै गएपछि पनि ऊ आफ्नो पूर्व वासनाहरूबाट विवश भएर आपसमा विवाह आदि सम्बन्ध गर्दै र छोड्दै रहन्छ। यस संसार मार्गमा हिँड्ने यो जीव अनेक प्रकारका क्लेश र विघ्न बाधाहरूबाट बाधित भएर पनि मार्गमा जसमाथि जहाँ आपत्ति आउँछ अथवा जो कोही मर्दछ त्यसलाई जहाँको तहीँ छोडिदिन्छ तथा नयाँ जन्मेकाहरूलाई साथ लगाउँछ। कहिले कसैका लागि सो गर्छ त कहिले दुःख व्यतीत देखेर मूर्छित हुन्छ। कसैको वियोग हुने आशंकाले भयभीत हुन्छ। कसैसित झगडा गर्छ। कुनै आपत्ति आउँदामा रुन चिच्याउन लाग्दछ। कहीँ केही मनको अनुकूल कुरा हुन गयो भने खुसी हुन सक्दैन। कहिले गाउन लाग्दछ र कहिले तिनका लागि बाँधिनमा पनि हिचकिचाउँदैन। साधुजन उसको नजिक कहिले आउँदैनन्। ऊ साधुसँगबाट सदा वञ्चित रहन्छ। यस प्रकार ऊ निरन्तर अगाडि नै बढिरहन्छ जहाँबाट उसको यात्रा आरम्भ भएको छ र जसलाई यस मार्गको अन्तिम अवधि भनिन्छ त्यस परमात्माको नजिकै अहिलेसम्म पुग्न पाएकै छैन। परमात्मासँग त योगशास्त्रको पनि गति छैन। जसले सब प्रकारका दण्डको त्याग गरेको छ ती निवृत्ति परायण संयत आत्मा मुनिजन नै उनलाई प्राप्त गर्न पाउँछन्।
त्यो यो जो दिग्गजहरूलाई जित्न सक्ने र ठुला ठुला यज्ञहरूको अनुष्ठान गर्ने राजर्षि छन् तिनको पनि त्यहाँसम्म गति छैन। ती सङ्ग्राम भूमिमा शत्रुहरूको सामना गरी केवल प्राण परित्याग मात्र गर्दछन्। तथा जसमा यो मेरो हो यस्तो अभिमान गरी बैरी ठानेका थिए त्यस पृथ्वीमा नै आफ्नो शरीर छोडेर स्वयं परलोक गए। यस संसारबाट ती पनि पार हुँदैनन्। आफ्नो पुण्य कर्मरूपलताको आश्रय लिएर यदि कुनै प्रकार यो जीव यी आपत्तिहरूबाट अथवा नरकबाट छुटकारा पाइहाल्यो भने पनि फेरि यसै प्रकार संसार मार्गमा भौतारिँदै यस जनसमुदायमा मिल्न जान्छ। यही दशा स्वर्ग आदि ऊर्ध्वलोकहरूमा जानेहरूको पनि छ। राजन, राजर्षि भरतको विषयमा पण्डितजन यस्तो भन्दछन्। जस्तै कुनै झिङ्गाले गरुडसित प्रतिस्पर्धा गर्न सक्दैन त्यसै गरी राजर्षि महात्मा भरतको मार्गको कुनै अन्य राजा मनले पनि अनुसरण गर्न सक्दैनन्। उनले पुण्यकीर्ति श्रीहरिमा अनुरक्त भएर अति मनोरम स्त्री पुत्र र मित्र राज्यादिलाई युवावस्थामा नै विष्टाको समान त्यागिदिएका थिए। अरूको लागि त यिनलाई त्याग्नु ज्यादै कठिन छ। उनले अति दुस्त्यज पृथ्वी पुत्र स्वजन सम्पत्ति र स्त्रीको तथा जसका लागि ठुला ठुला देवता पनि लालायित रहन्छन् तर जो स्वयं उनको दया दृष्टिका लागि उनैमाथि दृष्टिपात गर्दै रहन्थिन् उनी लक्ष्मीको पनि लेस मात्र इच्छा गरेनन्। यो सब उनका लागि उचित नै थियो किनभने जुन महानुभावहरूको चित्त भगवान मधुसूदनको सेवामा अनुरक्त हुन गएको छ तिनको दृष्टिमा मोक्षपद पनि अत्यन्त तुच्छ हुन्छ। उनले मृग शरीर छाड्ने इच्छा भए पनि उच्च स्वरले भनेका थिए कि धर्म रक्षा गर्ने धर्म अनुष्ठानमा निपुण योग गम्य सांख्यको प्रतिपाद्य प्रकृतिका अधिश्वर यज्ञमूर्ति सर्वान्तर्यामी श्रीहरिलाई नमस्कार छ। राजन, राजर्षि भरतको पवित्र गुण र कर्महरूको भक्तजन पनि प्रशंसा गर्दछन्। उनको यो चरित्र ज्यादै कल्याणकारी, आयु र धनको वृद्धि गराउने, लोकमा सुयश बढाउने र अन्तमा स्वर्ग तथा मोक्षको प्राप्ति गराउने खालको छ। जो पुरुष यसलाई सुन्दछ वा सुनाउँदछ तथा यसको अभिनन्दन गर्दछ उसका सारा कामनाहरू स्वयं नै पूर्ण हुन जान्छन्। अरूसित उसले केही माग्नु पर्दैन। ओम जय जय श्रीमद् भागवते महापुराणे पारामहंस्यां संहितायां पंचम स्कन्धे भरतोपाख्याने पारोक्ष विवरणं नाम चतुर्दशो अध्याय। श्रीकृष्णार्पणमस्तु। ओम नमो भगवते वासुदेवाय। ओम नमो भगवते वासुदेवाय। वासुदेवाय भज वासुदेवाय। ओम नमो भगवते वासुदेवाय। ओम नमो भगवते वासुदेवाय। हामीले पञ्चम स्कन्धको चतुर्दश अध्यायको कथा पूरा गर्यौं। अब हामी भोलि भरत वंशको वर्णन लिएर 15औं अध्यायमा फेरि भेट हुनेछौँ। तबसम्मको लागि सम्पूर्णमा राधे राधे, सीताराम, राधे श्याम।